गहनाको रूपमा हामीले स्थापना गरेको जुन मातृभाषा, यसको नामै मदर टङ स्कुल हो र हामीले मातृभाषा पढाएको 28 वर्ष भइसकेको छ। 2053 सालबाट यसको अवधारणा आदरणीय भीम गुरुङ सर हुनुहुन्छ, जो देश विदेशमा मातृभाषाको अभियन्ता बनेर हिँड्नु भएको छ। उहाँ लगायत 20 जना आदरणीय यस क्षेत्रका अग्रजहरूको कन्सेप्टबाट यो स्कुलको इस्टाब्लिस भयो 2053 सालमा र विधिवत रूपमा 2055 सालमा यो स्कुलले दर्ता पायो र 2059 सालदेखि यो कम्पनी ऐन अन्तर्गत दर्ता भएको निजी विद्यालय हो। यहाँलाई यो जानकारी गराएँ मैले। यो अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज 25औं मनाउँदैछौँ हामीले र स्कुल इस्टाब्लिस भएको चाहिँ 53 सालदेखि नै हो भनेपछि हामीले गत साल मात्रै 25औं रजत महोत्सव पनि मनायौँ। यो मातृभाषाको सम्बन्धमा संसारभरि कुरा उठ्नुभन्दा पहिले नै हामीले यो चाहिँ काम प्रारम्भ गरिसकेका छौँ। त्यसकारण यसको इतिहास अलि लामो छ। हामीले मातृभाषा पठन पाठन गर्ने क्रममा भाषालाई मात्रै जोडिरहेको छैनौँ, हाम्रो संस्कार संस्कृति सबै कुराहरूलाई चाहिँ हामीले जोडिरहेको छौँ। संविधान पनि परिवर्तन भयो, शासन व्यवस्था पनि परिवर्तन भयो। हामीले हाम्रो भाषाको कुरा देशव्यापी रूपमा चाहिँ लान सकेनौँ। एउटा सङ्कुचित